झन्डै झन्डै भर्खर अहिले मात्रै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झन्डै झन्डै भारत र पाकिस्तानको अलिकति हात हलाल त भएको थियो, तर हात हलाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि भन्यौँ विस्तार हुन नपाओस् है, यो हात हलालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गऱ्यौँ। उहाँहरूसँग पनि कुरा गऱ्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खचखचहरू, आरोप प्रत्यारोपको स्थिति छ। बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि छ, सबै कुराका लागि शान्तिको महत्त्व छ। र आज जति बेला मास डिस्ट्रक्सनका हतियारहरूको निर्माण र त्यसको प्रकाश पार्ने विचार गरेको हौँ, तर आज धेरै लामो समय छैन, त्यस कारण एकदमै संक्षिप्तमा आफ्ना कुराहरू राख्न चाहन्छु। पहिलो कुरा, बुद्ध जुन ठाउँमा जन्मिनु भएको थियो, आज हामी त्यस पवित्र पुण्यभूमिमा जहाँबाट शान्तिको सन्देश विश्वमा छर्ने एउटा महामानव जसलाई हामी भगवान बुद्ध भन्छौँ, उहाँको आजभन्दा 2649 वर्ष अगाडि अथवा 48 वर्ष, 2648 वर्ष पुरा भएर आज 49 वर्ष लागेको छ बुद्ध जन्मिएको दिन। तसर्थ हामी त्यही भूमिमा आज 2649औं वर्ष शुभारम्भ भएको जन्म जयन्ती बुद्धको मनाइरहेको छ। उहाँको जन्म ईसापूर्व 623 मा भएको थियो। त्यसको 35 वर्षपछि उहाँले बुद्धत्व प्राप्त गर्नुभएको थियो र जन्मको 80 वर्षपछि उहाँको निधन भएको थियो। निधन भएको आज 2568 वर्ष पुरा भएर 69 वर्ष लागेको छ, जसलाई हामी महापरिनिर्वाणको दिन भनेर बुद्ध सम्वतको रूपमा मनाइरहेका छौँ। एउटा कुरामा अन्यल हुनु हुँदैन। बुद्ध सम्वतको हिसाबले आज 2569औं बुद्ध सम्वत हो। बुद्ध जन्म जयन्तीको हिसाबले 2649औं बुद्ध जयन्ती हो। यसमा कुनै दुविधा हुनु हुँदैन, किनभने उहाँको जन्म ईसापूर्व 623 मा भएको थियो। यो अहिलेभन्दा 2649 वर्ष अगाडि हुन जान्छ। त्यही पवित्र भूमिमा आज हामी मानव जातिको सुख, विश्व शान्तिको पक्षमा बोलिरहेका छौँ र त्यही बुद्ध चिन्तनको, बुद्ध दर्शनको उद्गम स्थलमा आज हामी यस सन्दर्भमा छलफल गरिरहेका छौँ। पहिलो कुरा त म सरकारको तर्फबाट भन्न चाहन्छु, यो भवन मेरै अग्रसरतामा निर्माण भएको थियो। 73 सालमा बुद्ध जयन्ती मनाउन यहाँ आउँदा कुनै पनि यस्तो सभा मनाउने खालको संरचना थिएन। हामीले पाल टाँगेका थियौँ। बिहानपख रातिको हुरी बतास र पानी, हावा हुरी र पानीले पाल पनि उडाइदियो
हामीले कार्यक्रम गरेको भन्ने ठाउँ पनि हिलाम्मे भयो। सबै सहभागीहरू जुत्ता मोजा त भिज्ने नै भए, पेन्ट पनि हिलाम्मे पारेर त्यहाँ गएका थिए। त्यसपछि मैले भनेको थिएँ अर्को वर्ष हामी कमसेकम 3000 जाने अस्थायी हलमा त्यो हामी बनाउन सक्छौँ। छिटै 3000 जाने अस्थायी हल निर्माण गरेर त्यसभित्र आनन्दले कार्यक्रम गर्नेछौँ मैले भनेको थिएँ। तर अर्को वर्ष आएन। अलिकति पछाडि नै म सरकारबाट हटेँ। त्यसको 3 महिना जति पनि भएको थिएन होला। त्यो काम बाँकी नै थियो। र फेरि म 74 सालमा आएपछि 75 को बुद्ध जयन्ती मनाउनु पर्ने भयो। म 74 को फागुनमा सरकारमा आएको थिएँ र मैले वैशाखमा बुद्धको जन्म जयन्ती मनाउनका लागि 3000 क्षमताको एउटा हल तत्काल निर्माण गर्ने त्यसको प्रबन्ध गरेँ र 3000 अट्ने यहाँ नजिकैको ठाउँमा हामीले हल निर्माण गऱ्यौँ र त्यसमा कार्यक्रम बनायौँ। त्यसपछि मैले यो 5000 जाने हलको सुरुवात गरेँ। तर यो निर्माण गर्ने भनिरहँदा इकोसिस्टम ठिक नभएको हल निर्माण गर्ने भनिएको थिएन। बोल्ने अगाडिकाले कुरा नसुन्ने, बोल्नेले सन्तोष लिने, सुन्नेले राम्रै त भन्यो होला नि भन्नुपर्ने यस्तो हल भनेको थिएन। त्यसकारण म तपाईहरुलाई भन्न चाहन्छु अर्को वर्ष हामी यस ठाउँमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती 2650औं बुद्ध जयन्ती मनाउने छौं र त्यति बेला यो इकोसिस्टम नसुनिने होइन, छर्लक्क सुन्ने गरीको इकोसिस्टम विकास गरेर यस ठाउँमा कार्यक्रमको आयोजना विदिन 1 year हामीले यस सिस्टमलाई this ecosystem will be completely corrected, otherwise it will be constructed in a new way. म तपाईहरुलाई त्यो निवेदन गर्न चाहन्छु। यसपल्ट नबुझे पनि राम्रै भने होला भन्ठानेर चित्त बुझाउन आग्रह गर्छु। बुद्धको सन्दर्भमा विचार गर्दा बुद्धका शिक्षाहरू त्रिपिटकको निर्माण नभएको भए यदि महाकाश्यप, आनन्द, उपित जस्ता उहाँका शिष्यहरूले अठोट गरेर 500 भिक्षुहरूलाई जम्मा गरेर 7 वर्षसम्म बुद्धका शिक्षाहरूको बारेमा संग्रह गर्ने र तिनीहरूलाई कति भागमा बाँड्न सकिन्छ भन्दा 3 भागमा बाँड्न सकिन्छ। त्रिपिटक अथवा 3 बास्केटमा बाँड्न सकिन्छ। उहाँले त्यो 3 बास्केटमा बाँड्नु, ती साथीहरूले 3 बास्केटमा बाँड्नुभयो र ती सम्पूर्ण बुद्ध शिक्षाहरू त्रिपिटकका बुद्ध शिक्षाहरू कण्ठाग्र गर्नुभयो। यसलाई 7 वर्ष लाग्यो। 7 वर्ष 500 भिक्षुले कण्ठ गरेर उहाँहरू डिस्पर्स हुनुभयो। म भिक्षु आनन्दलाई उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु, कृतज्ञता व्यक्त गर्न चाहन्छु कि भिक्षु आनन्दले त्यसपछि तक्षशिलामा गएर लिपिहरू सिकेर, गणितहरू सिकेर उहाँले त्रिपिटकलाई पहिलो पल्टमा भोजपत्रमा लेखेर त्रिपिटकलाई लिखित रूपमा
राख्नुभयो। जसरी वेदलाई वेदव्यासले अलिखित श्रुति स्मृतिको परम्पराबाट लिखित वेद 4 वेदमा रूपान्तर भयो। त्यसै गरी भिक्षु आनन्दले भोजपत्रमा त्रिपिटक लेख्नुभयो। त्रिपिटकको प्रथम लिपि भोजपत्रमा अहिले पनि पटना म्युजियममा छँदैछ, ओरिजिनल कपी। त्यसै गरी ती भिक्षुहरू जसले त्यो आत्मविश्वासका साथ फैलाए, शिष्यहरूको महत्त्व त्यहाँ हुन्छ जसले समर्थन गरेर मात्रै बसेर सक्रियताका साथ बुद्धका शिक्षाहरू विस्तार गर्ने कुरामा सम्पूर्ण जिन्दगी खर्चिए, आफ्ना अनुयायीहरू बनाए र बुद्धका शान्ति, करुणा, प्रेम जस्ता कुरा फैलाउने काम र दुनियाँमा हिंसा नहोस्, मानिसभित्र निर्ममता, हिंसा, क्रोध, आक्रोश आदि प्रवृत्तिहरू नआउन्, मैत्री भाव र करुणाको प्रवृत्ति मानिसहरूभित्र आओस् भनेर कोसिस गरे। ती शिष्यहरू धन्यवादका पात्र छन्। त्यसपछि लगभग 300 वर्षपछि सम्राट अशोकले बुद्ध धर्मको विस्तार र यो ठाउँ नै यहाँ आफै भ्रमण गरेर यो ठाउँ नै बुद्ध जन्मिएको स्थल हो भनेर पहिल्याएर प्रमाणहरू अगाडि राखेर र एउटा शिलापत्र उहाँले यहाँ खडा गर्नु। 3 बुद्धको 30 किलोमिटरको क्षेत्रफलभित्र 3 बुद्धको जन्मस्थान यहीँ वरिपरि पर्दछ। यो 30 किलोमिटरको क्षेत्रफलभित्रै के पर्दछ। उहाँले त्यो शिलापत्र राखेको कति ठुलो महत्त्व भयो। पछि त्यसलाई एकजना राणा शासकले के को यो पुरिएको चिजहरू छ अरे भन्ने सुनेर उनले पुरिएको चिज हेर्न आएर त्यसलाई उत्खनन गर्न खोजे। तर बुद्धको जन्मथलो पो रहेछ। तर त्यति बेला खासै केही कामहरू भएन। राजा महेन्द्र हेर्न आए, बुद्धको जन्मथलो रहेछ भनेर एउटा मन्दिर बनाए, मायादेवी मन्दिरको छेउ। त्यसपछि म धन्यवाद भन्न चाहन्छु संयुक्त राष्ट्र सङ्घका महासचिव फन्ड 1969 मा नेपाल आए र उनले यस ठाउँको अवस्था देखेर यस ठाउँको उद्धार गर्नुपर्छ भनेर महासचिवको हैसियतले राष्ट्रसङ्घमा संयुक्त राष्ट्रसङ्घमा गएर प्रस्ताव राखेर सुरुमा 13वटा देशको एउटा लुम्बिनी उत्थान समिति निर्माण गरेर अगाडि बढाउने काम। त्यसबीचमा चिनिया यात्री वेन्सान फाइयान पहिले, त्यसपछि वेन्सान 5औं शताब्दीमा फाइयान, 7औं 8औं शताब्दीमा हुनसेन वेन्सान जस्ता भिक्षुहरू आएर यस ठाउँमा फेरि प्रमाणित गरेर गए। यो अशोकभन्दा 800 वर्ष पछिको कुरा थियो। तर त्यस बेला एकीकृत राज्यहरू थिएन। भारत लगभग 600-700 राज्यहरूमा भारत बाँडिएको थियो र नेपाल पनि ससाना टुक्राहरूमा बाँडिएको थियो।
एकीकृत राष्ट्रहरू निर्माण भइसकेका थिए। जे होस्, म यी सबै बुद्धको जन्मथलो र यहाँको विकासका लागि योगदान गर्ने महानुभावहरूप्रति आभार व्यक्त गर्न चाहन्छु यस अवसरमा। र मिस्टर टाङ्गे, सेन्जो टाङ्गे, जसलाई संयुक्त राष्ट्र सङ्घले जिम्मेवारी दियो लुम्बिनीको गुरु योजना निर्माण गर्न, र 6 वर्ष लगाएर उहाँले यस ठाउँको गुरु योजना निर्माण गर्नुभयो। र आज हामी अनतिक्रमित यस गुरु योजना क्षेत्रभित्र यी कार्यक्रमहरू गरिरहेका छौँ। त्यसलाई पुरा गर्न बाँकी छ। अहिले सरकारको जोड मास्टर प्लान अनुसार, यहाँको गुरु योजना अनुसार यसलाई सकेसम्म छिटै पुरा गर्ने हाम्रो प्रयास रहेको छ। म सबैलाई निवेदन गर्न चाहन्छु, त्यसपटक ट्रान्सलेसनको पनि व्यवस्था छैन। अगाडि बस्नेले पनि सुन्नुहुन्न। धेरै नेपाली भाषीहरू अगाडि हुनुहुन्छ अनि अरू भाषाका साथीहरूका लागि ट्रान्सलेसन सुविधा छैन। अर्को वर्ष ट्रान्सलेसन सुविधा आदि सबै प्रबन्ध गर्नुपर्ने मलाई लागेको छ र त्यसको हुनेछ त्यो प्रबन्ध। लुम्बिनी विकास कोषलाई म यतापट्टि विशेष ध्यानाकर्षण गर्न चाहन्छु कि सम्मेलनको प्रबन्धलाई अझ बढी सुव्यवस्थित गरियोस् र अनुवादको समेत केही प्रमुख भाषाहरूमा अनुवादको समेत प्रबन्ध गरियोस्। त्यसका लागि पनि ध्यान दिन जरुरी छ भन्ने म ठान्छु। समयक्रममा बुद्धका त उपदेशहरू, ती उपदेशहरू मार्फत जुन शिक्षा बुद्धले दिनुभएको छ ती विश्वका लागि महत्त्वपूर्ण छन्। झन्डै भर्खर अहिले मात्रै, केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झन्डै भारत र पाकिस्तानको अलिकति हात हलाल त भएको थियो, तर हात हलाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि भन्यौँ विस्तार हुन नपाओस् है। यो हात हलालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गऱ्यौँ। उहाँहरूसँग पनि कुरा गऱ्यौँ। नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खचखचहरू, आरोप प्रत्यारोपको स्थिति छ। अर्थात् बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि छ, सबै कुराका लागि शान्तिको महत्त्व छ। र आज जति बेला मास डिस्ट्रक्सनका हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भइरहेको छ, यो विश्व मानव अस्तित्व र धरतीको अस्तित्वको लागि बहुत खतरनाक चिज हो। यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिको लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनु पर्दछ र काम गर्नुपर्छ। यस प्रसङ्गमा केही शताब्दीहरू बितेपछि बुद्धिज्म फैलिने क्रममा कतै पुग्यो र त्यो महायानको रूपमा रह्यो, कतै पुग्यो त्यो थेरवादको रूपमा रह्यो, कतै पुग्यो त्यो वज्रयानको रूपमा रह्यो। सबै यानका सानातिना भिन्नताहरू भए पनि मूल कुरो बुद्धका उपदेश हुन्, शान्तिका उपदेश हुन्, मानवतावादका उपदेश हुन् र करुणाका उपदेश हुन्। त्यसकारण मुख्य कुरा यसमा हामी जान पर्दछ र डिफरेन्सेसमा होइन। बुद्धका मुख्य उपदेशहरू, आदर्शहरू, तिनीहरूलाई हामीले समाउनु पर्दछ। यस ठाउँको विकास, लुम्बिनी क्षेत्रको विकास
यसको बफर जोनको विकास, यी सबै कुराहरूमा हामीले उपयुक्त ध्यान दिनुपर्छ। बुद्धका शिक्षा उपदेशको विस्तारका लागि र तिनको अझ बढी व्यवस्थित बुझ्ने बुझाउने प्रयासका लागि, खोज अध्ययन अनुसन्धानका लागि हामीले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना गरेका छौँ र म विश्वविद्यालयले बुद्धिज्मको सन्दर्भमा खोज अध्ययन अनुसन्धानमा ध्यान दिनेछ र यसमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने विश्वास गर्दछु। अहिले मैले धेरै समय लिन भन्दा हरेक कुरालाई डिस्टेन्सले कमजोर गर्छ। डिस्टेन्स weakens and dilutes everything. Gravity, light, sound, magnetism, everything. It dilutes and weakens and finally finishes. But the teachings of Lord Buddha are still not only valid, but they are shining more and they are attracting the people, attracting the world. And those teachings of Lord Buddha, they are more valid, more necessity for the today's world. Just like distance of time, more than 2600 years. Time distance. The distance couldn't kill the teachings of Lord Buddha, couldn't weaken, couldn't dilute, but they are more stronger, more brighter, more fresh, and more effective than ever before. And they are necessary than ever before. त्यसकारण यस्तो विचार जसलाई टाइमको समयको दूरीले समाप्त पार्न सकेन त्यस्ता विचारहरूको महत्तालाई नमन गर्दै यस कार्यक्रमको आयोजनाका लागि आयोजक संस्थालाई धन्यवाद भन्दै र सबैमा कुशल मङ्गल रहोस्, विश्वमा शान्ति छाओस्, भ्रातृत्व बन्धुत्व छाओस् र विश्व करुणामय भओस्। भवतु सर्वमङ्गलम्। धन्यवाद।